लुका 10 अध्याय। यसपछि प्रभुले अरू 70 जनालाई नियुक्त गर्नुभयो र आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई जना गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। जाओ, हेर, म तिमीहरूलाई बसाहरूका बीचमा भेडाका पाठाहरू चाहिँ पठाउँछु। न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैले अभिवादन गर। जुन घरमा पस्छौ पहिले भन्, यस घरलाई शान्ति होस्। यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेछ भने त्यो शान्ति तिमीहरूका नै फर्क्याउनेछ। तिनीहरूले दिएका ठोकुरो खानपान गरेर त्यसै घरमा बस, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर घर नपसी हिँड। जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिएको भोजन खाऊ। त्यहाँ भएका रोगीहरूलाई निको पार र तिनीहरूलाई भन्, परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ। तर जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्केर त्यस सहरका सडकहरूमा जाओ र भन्, हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धुलो समेत हामी तिमीहरूका विरुद्धमा टकटक्याउँछौँ। तापनि यो जान कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ। म तिमीलाई भन्दछु, त्यस दिन त्यस सहरको भन्दा सदमको हालत सहनीय हुनेछ। धिक्कार तँलाई खोराजिन, धिक्कार तँलाई बेत्सेदा, किनकि तिमीहरूमा भएका सामर्थ्यका काम तुरोस र सिडोनमा गरेको भएदेखि तिनीहरूले अघि नै भाङ्रा लाएर खरानीमा बसी पश्चाताप गर्ने थिए। तर न्यायको दिनमा तिमीहरूको भन्दा त तुरोस र सिडोनको हालत सहनीय हुनेछ। अनि त कफरनहुम, के त आकाशमा उचालिने र त पातालमा खसालिनेछस्। जसले तिमीहरूका कुरा सुन्छ त्यसले मेरा कुरा सुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छन् त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ त्यसले मलाई पठाउनेलाई अस्वीकार गर्दछ। ती 70 जना आनन्द साथ फर्केर आई यसो भने, प्रभुज्यू, तपाईँको नाउँमा भूतहरू पनि हाम्रा बसमा आउँछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, मैले शैतानलाई स्वर्गबाट बिजुली झैँ खसिरहेको देखेँ। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चिने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। तापनि दुष्टात्माहरू तिमीहरूका बसमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखेका छन् भनेर नै रमाऊ। त्यही बेला यसो पवित्र आत्मामा उल्लेसित हुनुभयो र भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका परम प्रभु, म तपाईँमा धन्यवाद चाहन्छु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो, किनकि पिता तपाईँलाई यही असल लाग्यो। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पुत्र को हो भनी पिता बाहेक कसैले जान्दैन। पिता को हुनुहुन्छ भने पुत्रले बाहेक, र पुत्रले जस कहाँ प्रकट गर्ने इच्छा गर्दछ त्यसले बाहेक अरू कसैले जान्दैन। चेलाहरूतिर फर्केर उहाँले तिनीलाई गुप्तमा भन्नुभयो, धन्य हुन् ती आँखा जसले तिमीहरूले देखेका यी कुराहरू देख्दछन्, किनकि म तिमीलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्दछौ ती देख्ने इच्छा गरेका थिए तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए तर सुनेनन्। व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ? उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखेको छ, तिमीले के पढ्यौ? तिनले भने, तैँले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर, र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिकै जवाफ दियौ, त्यसै गर र तिमी जिउनेछौ। तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, मेरो छिमेकी चाहिँ को हो त? येशूले जवाफ दिनुभयो, एकजना मानिस यरुसलेमबाट यरीहोतिर जाँदै थियो। त्यो डाँकोहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। संयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अधमरो मान्छेले देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एकजना सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो र त्यस कहाँ गएर तेल र दागमत लगाएर त्यसका घाउहरूमा पत्ती बाँधिदियो र आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका 2 सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। येशूले सोध्नुभयो, तिम्रो विचारमा यी 3 जना मध्ये डाकुहरूका हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो? तिनले भने, त्यस मानिसमाथि दया देखाउने चाहिँ। तब येशूले तिनलाई भन्नुभयो, जाऊ, तिमी पनि त्यसै गर। उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउमा बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्। तपाईँ वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्।
तर यसुले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिने छैन।